तह कहिलेबाट खोज्नुपर्छ भनेर। दोस्रो तेस्रो कुरा चाहिँ उहाँसँग चाहिँ जोडिएको कुरा हामीसँग चाहिँ 5 खरबभन्दा बढीको यहाँ आइरहेका छौँ। तर यही उत्पादन भएको कतिपय टमाटरहरू कतिपय कृषिसँग सम्बन्धित हामी बेच्छौँ, सायद उद्योगको पनि कति स्टोरमा गएको होला, मिल्क होलिडे होला हामीले सुनिरहेका छौँ भन्दाखेरि कहीँ न कहीँ यहाँको इन्टरप्रेनरसिपहरू स्टार्टअपहरूलाई चाहिँ निरुत्साहित गर्ने खाले त्यो परिस्थिति हामीले देख्छौँ। भन्दा यी सबै 3टा कुराहरूलाई यो निर्यात व्यवस्थापन गर्नुपर्ने चाहिँ स्किलफुल मेन पावर लगाएर यहाँको स्टार्टअपबाट उत्पादन गरेर जेसुकै होस्, सेवा होला, कृषि होला, इन्डस्ट्रियल एउटा प्रोडक्टहरू होला, त्यसलाई चाहिँ नेपाली उपभोक्ता बीच पुर्याउनको लागि कसले कहाँ के गर्नुपर्छ? अनिल प्रसाद श्रेष्ठजी। म चाहिँ अलिकति डेफमा जान खोजिरहेको छु। हाम्रो मोडरेटरले चाहिँ सर्ट एन्सर खोजिराख्नु भएको छ। समय अलि कम छ। म मेरो आफ्नो एक्सपिरियन्स सुनाउँछु। म कृषि पेसामा पनि आबद्ध छु। मेरो क्याटल फार्मिङ छ। साइलेज स्टार्टिङदेखि मैले काम गरिरहेको हो। मैले के गरेँ भन्दाखेरि साइलेज उत्पादन गर्नको लागि एउटा 5 बिघाको जग्गा मैले 65 एकरमा लिजमा लिएँ। वर्षको 2 लाख रुपियाँको लिजमा लिएको हो। एउटा सिजन मैले मकै हार्भेस्ट गरेँ, जहाँबाट मैले 1,85,000 किलो चाहिँ मकैको चाहिँ त्यो साइलेज उत्पादन गरेँ। तर त्यसको लागि एकदम न्यूनतम खर्च भयो। अर्को सिजनमा मैले के गरेँ भन्दाखेरि धान रोप्थेँ र 6 लाख रुपियाँको धान बेचेँ। हामी त्यो एक्चुअली त्यो एक्सपिरियन्स गर्नु जान्दैनौँ कि खोज्दैनौँ कि हावा के आइरहेको छ, के बगिरहेको छ, कसले के भनिरहेको छ भन्ने कुरामा गइरहेको छु। मलाई काम गर्नु पऱ्यो। 2 लाख रुपियाँमा रेन्टमा लिएर मैले आफ्नो लागि चाहिँ नि मकैको साइलेज पनि उत्पादन गरेँ, धान पनि रोपेँ, 6 लाख रुपियाँ चाहिँ धान बेचेर कमाएँ पनि। मैले साइलेजमै पनि त्यति सेभ गरिसकेको छु। 14 रुपियाँ किलोको साइलेज मैले 7 रुपियाँमा उत्पादन गरेँ भनेपछि मलाई 50% त्यहाँ मार्जिन आएको छ। यो देखाएको छैन कि हामी त्यो एक्सपिरियन्स गर्न चाहँदैनौँ। थुप्रै ग्यापिङहरू छ, त्यो ग्यापिङको भित्र हामी छिर्न खोजिरहेको छैनौँ। हामी एकदमै ग्ल्यामरियस कुराहरू मात्रै गरिरहेको छौँ। पहिला चाहिँ रियालिटीमा आउनु पऱ्यो। यो हामी म आफ्नो कुरा गर्दाखेरि 51 इयर्स भयो। इन्डस्ट्री र बिजनेसमा लगाएको आज 30 वर्षभन्दा बेसी भइसकेको छ। 16 बिजनेस गरेर आएको। थुप्रै एक्सपिरियन्सहरू हामी चाहिँ काम गर्दै आयो। ट्राभल इन्जिनियरमा काम गऱ्यौँ, अहिलेको सिनियर हामी देखिरहेको छौँ। हामी के चाहन्छौँ भन्दाखेरि तपाईँहरूको जस्तो विद्यार्थीहरूलाई टेक्निकल कुराहरू मात्रै त्यो फिलोमिना अब चाहिँ सैद्धान्तिक कुराहरू मात्रै नगरिकन पहिला सुरु तपाईँहरू एक्सपिरियन्स गर्नुहोस्, तपाईँलाई अपर्च्युनिटी केमा छ भनेर हामी बताइदिन सक्छौँ। कृषिको कुरा गर्नु चाहिँ कृषिमा 10 ठाउँमा एक्सपिरियन्स के अपर्च्युनिटी छ, होटेलमा छ, के अरे टेक इन्डस्ट्रीमा छ, थुप्रै इन्डस्ट्रीहरूमा अपर्च्युनिटी छ। तर गर्ने जाँगर राख्नु पऱ्यो, काम सानोबाट स्टार्ट गर्नु पऱ्यो। आउनुहोस्, हामी आइडिया तपाईँलाई जेनेरेट गर्न सक्छौँ। अनि बल्ल त्यहाँनिर त्यो क्याम्पिङहरूको कुराहरू, 5 अरबको फरकको कुराहरू कसरी फुलफिल गर्ने भन्ने कुराहरू त्यहाँबाट स्टार्ट हुन्छ। त्यो कुनै चाहिँ त्यो 3-4 म्याजिकल चाहिँ स्टिक छैन डेभलपमेन्टको लागि। लाग्नुपर्छ। मैले चाहिँ यति नै भन्छु सर। थ्याङ्क यू।